ल दाइ ज्याममा जाल हाल्नु त कति पर्दो रहेछ माछा माछा अहिलेको माछा त फेरि सही हुन्छ नि त छ्या यो पुतुङ त्यस्तो फोहोर पानीमा या त जाल छ नआइज ठुलै माछा पऱ्यो क्या दाइ ढुङ्गा माछा परेन ढुङ्गा यता त उ छ के पागो छ के दाइ के त्यही भएर पागो भनेको के हो र माटो के यस्तो हिलो माटो अघि मेरो खुट्टामा यति माछा थियो एउटा अब खरे म यहाँ बग्दै भयो दाइले ठुलै माछा पार्नु भयो क्या खतरा सोर्नु भयो त परे माछा त परे है सेतै ओइ अहिले त खतरा परेछ त दाइ हेर्नु त थाक पुग्यो यति भएपछि दाइ बुवा माछा त त्यही पो अल्झ्या रहेछ त माछा त तर सिद्रा कि है दाइ चेपुवा भइदियो भए दामी हुन्थ्यो सिद्रा पनि टेङ्गर पनि रहेछ